वेलकम ब्याक टु माई युट्युब च्यानल। ल म चाहिँ धेरै समयपछि फेरि भ्लगमा आइसकेको छु र अनि अहिले तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सिरसिरी डाँडा भइहाल्यो होइन। आज टक्क लाएर हामी सिरसिरी डाँडामा त्यो देख्नुहुन्छ नि त्यो पिङ चाहिँ अब धेरै समयदेखि रहेको हुनाले यसलाई चाहिँ चट्ट लगाएर अब काट्ने विचार गरिरहेको छौँ हामीले है। ल हानिदिने ल हानिदिने अब हामी चाहिँ पिङलाई चट्ट लगाएर काटिन्छौँ होइन। ल हानौँ हानौँ ल कता कि पहिला उतापट्टिको हान्ने हो उतापट्टिको काटेर यसो गरेपछि दुइटा उता ढाल्न सजिलो हुन्छ नि त। यता पल्टाइदिने ल ल ल दसैँको लागि एकैचोटि माराने ल ल लाग्छ ल ल सौरभ राई नाम भनिदिनु नि तपाईँको यार दाइ। मेरो चुडामणि बुढाथोकी प्रेमबहादुर भुजेल। तपाईँ त मास्टर भन्नु न मास्टर भुजेल। है ल हाम्रो मास्टर भुजेल ए यताको लास्टा ल ल पुरै ढलिसकेको छ। झन्डाको हालत पनि खत्तम भइसक्यो। यसलाई पनि हामी निकाल्छौँ चट्ट लाएर आज चाहिँ पिछे पानी परेर आज चाहिँ अलिक मौसम चाहिँ राम्रो छ है। खुलेको छ सर्लक्क लाएर खुलेको छ खुलेको छ मैले चाहिँ अलिक देखेँ छैन नबिनाएको त जिगर बाँस ए गणेशहरू पनि छ ए अँ त नि दुइटा त माथिको हो कि अरे। यस्तो अब राम्रो चाहिँ हुँदैन किनकि चिस्यान ठाउँमा हुने चिज हो नि त लागेको छैन त होइन त नि। पहाडी त पहाडी अलि हाइटमा हुने हो। झन्डा पनि गइसक्यो नि त अनि अस्तिको हावाहुरीले झन्डा पनि च्यातिसकेको रहेछ। अनि यसलाई चाहिँ हामी निकाल्छौँ निकालेर सिलाउनु पर्ने हुन्छ है। अनि निकालेर सिलाएपछि हाल्छौँ अब त्यही हो। ल दुई साइडको गइसकेको छ। बरु यतापट्टि तानिदियो भने बरु पुतो पटाउनु सजिलो होला नि। हो 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 ल बास उताउनु धकाल्यो दुइटालाई त एकैचोटि पेल्यो नि अनि ऊ माथि बाँधेर रहेछ नि त। हो गोल्टी यति जान्छ माथि बाँधेर रहेछ नि त। माथि नबाँध्ने त हाल्न सक्छ आज ल्याएन नि त्यहाँ अघि आइहाल्यो माथि ए सब झन्डा मेरो पिङ हालेको हेर्नलाई बसिरहेको नि। आजबाट भ्लग हाल्ने सुरु हो कि अब टक्क लाएर फेसबुकमा नि फेसबुकमा मन्डा जुम्ला है टक्क त्यस्तो नहुने मैले कमाएन कहाँ कमाउने मेरो मन्डा चाहिँ भएन नि। ल अर्को भ्लगर सौरभ टाढो भ्लग पुरा जिब्रो निकाली हेरी ल गयो छैन होला छैन गयो कोही छ र ढल्यो ल ल गयो हेर्न कस्तो टेका लाग्यो त्यसले कस्तो मजाले टुप्पा नि टुप्पो अड्किएर छ। गयो ल ओ बास लिएर अझै त्यो टुप्पो र यो दुइटाले टेक्की आयो है टुप्पोले अड्के जस्तो लाग्यो यसलाई।
काटी खाके टुप्पोले अड्क्यो कि माथि टुप्पाले बस्नै उताको पनि तान्दिन तल्किँदै बासु लज्जा लज्जा सिरसिरे डाँडाको पिङ गर्ल्यामै ढल्यो है त ल गर्ल्यामै ढल्यो ल ल सौरा खोलिदिनु पऱ्यो अब दाइले हालिदिन्छु ल पिङ त यस्तो पो भयो त अहिले त सिरसिरे डाँडा पिङ खेल्न जान्छु भन्नेहरूलाई चाहिँ ल पिङ रहेन आजबाट त खोल्न त अब ल ल पहिला ठुलै डोरी खोलिदिउँ ल अब हाल्ने मान्छेले खोल्नु हुँदैन कि यस्तो अब किचनमा नि अब पकाउने मान्छेले भान्से बस्नु हुँदैन अरे कि छुट्याउनुपर्छ हाल्ने मान्छेले फुकाल्नु हुँदैन अरे अरूले फुकाल्नुपर्छ ल ल झन्डा पनि खतम भइसक्यो यो पनि च्याट्टा लाएर झन्डा पनि काटिनुपर्छ निकाल्नुपर्छ काटिनु नि सरेर माथि गइसकेछ है झन्डा ओइ के अरे गो छोइसक्यो झन्डै लाग्यो कम त गाह्रो छ है ढाल्नेमा चुट्टा लाएर ढाल्दैछु फेरि काट्दैछु अप्सन होइन एक्टिभ भइसक्यो कि अब ब्याङ्क लिङ्क गर्न मात्रै बाँकी हो सेटअप छैन कि मेरो मोनिटाइज कन्टेन्ट मोनिटाइज हुन्छ नि त्यो दिइसक्यो कि कस्तो देखाएन नि मैले उस गरिसकेँ नि अहिले मैले बिचलाई देखाएँ अब अहिले आइफोनबाट नमिल्दा रहेछ कि बनाउन अप्सन अब ब्याङ्कको लिङ्क गर्ने त्यो मात्रै बाँकी कि अन्दाज त भइसक्यो ल चट्ट अब एउटा होल्डर के मोबाइल होल्डर हुन्छ नि भ्लगिङको त्यो किन्छु मगाउन लाउँछु बिचलाई च्याट्ट अनि बनाउनु पऱ्यो अब ल आउनु खोल्ने ल म ज्ञान जाने म यति बेर म म्यानेजर हो हेर्नु च्याट्टा लाएर खोलिदिने कस्तो राम्रो छ त हौ माथि चढेर हेरौँ है त माथि चढेर च्याट्टा लाएर जथाभावी फोहोर गरौँ होइन है नगरौँ है नगरौँ सिरसिरे डाँडामा डस्टबिनको व्यवस्था त्यहाँ छ यहाँ पनि छ तर सब बाहिर च्याट्टा कस्तो राम्रो भ्यू छ आहा 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 ल राम्रो भ्यूको साथमा हाम्रो सिरसिरे डाँडाको ल पिङ रहेन झन्डा पनि रहेन आजबाट झन्डा पनि फुकालिन्छ माछा मार्ने नानीहरूलाई डोरी बोकेर डोरी अब आगोमा काम नलाग्ने भइहाल्यो म लिएर जान्छु त्यही त नि यस्तो भइसक्यो त डोरी त अनि गइसक्यो सबै यो 4-5 वर्ष पुरानो डोरी यस्तो भइसक्यो नि नयाँ हाले डोरी अनि यो नयाँ डोरी हो नि त धेरै समय राखेर हो कि घाम पानीले गएको हुन्थ्यो
घरमा त्यसले फुटबल ग्राउन्ड बनाउनु होइन फुटबल ग्राउन्ड बनाउनु भयो भने मेरो घर दिनु कहाँनिरको घरमा छैन पनि त्यत्रो पाखाबारी कहाँ हुन्छ नि त्यसरी कहाँ अर्को वडामा मिल्छ त नि दिने भए म सबै दिन्छु नि फोकटमा नि फ्रीमा नि तेरो बाउले के दिन्छन् फेरि यत्रो तैँले दिएर हुन्छ म खाएको तँलाई भन्यो होला भनिदिन्छन् किन भने एकचोटि त्यसरी दिएको दिएको हुन्छ यस्तो के ग्राउन्ड त बनाउने सकेसम्म सेन्टर पाऱ्यो भने धेरै नै सहज हुन्छ कि टाढा भयो भने बच्चाहरूलाई खेलेर घर आउन पनि गाह्रो हुन्छ खेल्दा खेल्दा रात पर्छ बिहान उठेर खेल्न जान पनि सजिलो हुन्छ नजिक भयो भने राम्रो हुन्छ नि त सकेसम्म त यहाँ के अरे यहाँको फेदतिर त अलिक खेतीयोग्य जमिन छैन नि त अब मिल्दो दियो भने के पछि दा समात त म खुवाउँछु यो माथि एकपट्टि फुकायो नि मलाई ग्यास्ट्रिकले लाग्थ्यो हत्ता मलाई झन् इन्डिया जान्छ कि भात 5 रात हिँड्दाखेरि मैले 3 छाक मात्रै भात खाएको जम्मा फेरि यो राति फेरि होइन अलिकति खाना टाइममा खाना खाएर अनुकूल भयो भने त फेरि यो छाती घोचेर है इन्डिया फेरि त ढाबामा आमा एक ठाउँमा गर्छ न ग्यास सर्टेज रहेछ नि त त्यहाँ पनि ग्यास त त्यहाँ झन् 11 बजीतिर पुरा थियो हामीलाई एउटा ठाउँमा उता आउँदाखेरि अनि ड्राइभर सुत्ने रहेछ क्या त्यसपछि अनि 3-4 घन्टा सुत्ने भन्यो अनि त्यो होटलमा त्यो होटल फेरि ढाबा चाहिँ त्यो फोहोरवाला क्या अनि ऊ सुत्न गयो डर खाँसी हामी निस्केको छौँ त्यहाँ ग्यास डलिन्छ पछाडिपट्टि पकाउनु हाल्ने होटल पछाडिपट्टि आगो फुकेर अनि जाडो भयो थियो 11 बजीतिर उता जाडो छ अनि गएको त आगोमा 2 जना कतिवटा भाइ र म गएको त बेलुकाको दाल कि त्यो फोहोर त्यो बाल्टीमा के कुलो जस्तो पकाइरहेको ठाउँ ल त हालिदिए छन्दै आएन नि अब भात फेरि लाग्छ त हामी खाने त्यही रहेछ फेरि ल हेर म त के अरे हामी देख्ने 3-4 जनाले खाएनन् म छामालाई नखानु भन्ने अनि खायो अरूले त अनि त्यहाँ नखाएको भोलि के अरे भोलिपल्टसम्म त म त सकेरै सकिनँ नि अर्को दिन त मैले आँखा चिम्लेर खाएको ढाबामा भात म ओर्न त बोलाउन ठिक भनेर सबभन्दा पहिला ओर्लेर मैले खाएको कि राति सबै सुतिरहेको 9 बजीसम्म है रोक्दैन है कतै पनि यार अनि भन्छु ल अब खाना नरोक्ने हो भन्छ धोती गाडी पर्थ्यो कि फेरि उनीहरूले त अनि जुन चाहिँले पैसा दिन्छ उनीहरूलाई त्यही पुऱ्याउनु त हो नि उनीहरूले भने म त सबभन्दा पहिला निस्केर गएर सबभन्दा पहिला मैले खाएको थियो आँखा चिम्लेर भात र अनि रोटी पनि मिसाउँदा छ नि 3टा हालिदिएको थियो रोटी त्यो मर्नु भयो भने मलाई त्यो त्यो त लास्टै किचड पकाइन्छ क्या खाना त आजदेखि सिरसिरे डाँडा उदास लाग्दो देखियो नपिन्छ न झन्डा हुन्छ अब के ग्यारेन्टी ल अब अलि बाँकी छ चट्टा लाएर होइन एकछिन बिस्रा अब चाहिँ हामी झन्डा निकाल्न पर्ने भयो झन्डा निकाल्न लागेका छौँ सौरभ ठाडेरै बाँदरको चढिराखेको छ चट्टा लाएर होइन सबै फुकायो त्यो डोरी चट्टा लाएर ओहो कोही उता पिङ निकाल्दै डोरी कोही यता रुखा चढ्दै कोही यता आफ्नै धुनमा बस्दै है खोल्यो ल अब झन्डा चाहिँ सरेर पकायो है नछोडे खोइ माथि गयो भने अड्किन्छ क्या फेरि यो कहाँ अड्किन्छ गएर लिएर यो माथिपट्टि अड्किन्छ त्यहाँ सुर्किँदैन गीत नै हालेको के काम लाग्दैन ए जान्छ ल यो होइन झन्डाको कि त्यो हो झन्डाको यो हो ल ल स्वेटर तान्ने ल स्वेटर लगाएर झन्डा गीत नै हालेको यस्तो काम लाग्छ कि
एकदम ठिक भइरहेको नि यहाँ कि तान्नी तान्ने चट्ट लगाएर चट्ट है त्यसरी झन्डा हालेपछि अब चाहिँ ऊ देख्नु ओइ त्यो गाँठबाट ओइ कता डोरी जान्छ ऊ त्यो डोरी चाहिँ यहाँ गाँठबाट टुप्पी यसलाई यसरी आउँछ नि घिरिहाल्छ सरेर गाँठबाट मजाले चट्ट लगाएर के लाग्यो त्यहाँ छिर्छ ऊ तान अलग बिस्तारै झकाल बस सर यसरी निकाल्न मिल्छ क्या झन्डा त्यसै हाले माथि टुप्पा गरेर होइन तान बस ल चक्कु छ डोरी काट्नु पर्छ उत्यो मसिन कि काट्नु टोक्नु सक्छ ल त यसरी च्याट लगाएर फल गर्नुहुन्छ भिडियो नि मैले नि टोक्ने कसरी टोकिन्छ नि पत्ती सत्ती भयो भए पत्ती लान्थ्यो केही छैन ब्लेड छ र केही के छ अनि यस्तो भयो भने त सजिलो हुन्छ नि त हाल्ने बेला नि झिक्ने बेला नि यस्तै हाल्ने दुईजनाले सजिलै निकाल्न सकिन्छ क्या उसले उस छैन हो चक्कु नभएपछि त्यही यत्रो हुने अनि अर्ग्यानिक चक्कु होइन नि हो नि अब ऊ त्यहाँ गरेर ल्याएर हुने है हुन त है को जाने कि है तल जान मन लाग्यो मलाई जान मन लागेन जे छ त्यसले काम चलाउनु पर्यो झन्डा असार सकेपछि हाल्यो हुन्छ कि बर्खा सकेपछि अब हाल्दैन हुन्छ किनकि हावाहुरी डेन्जर आउँछ नि त अब त कता गयो डोरीहरू त यसमा पो रहेछ सिलाएको कताबाट सिलाएको बाबु यो सिला भएको च्यातिएछ के अरे यी है सजिलै भएछ ल किन हालेको यो डोरी एउटा हाल्छ त ठेला काटिदिन्छु ले अझै रहेछ कुन हो तान्न बाटो छैन यता है तपाईँले सब्सक्राइबर चाहिँ कोसँग किन्नु लाउनु सब्सक्राइबर किन्नु लाग्नु हो के अरे घन्टाको कि मान्छे बेलाले चिनेको मान्छे क्या त्यो गर्दा नि ओइ अड्क्यो नि फेरि टुप्पै अड्क्यो यार गिर्नै सऱ्यो कि यतापट्टि त्यो घिर्नेको साइडपट्टि गरेर डोरी ठुलो गरेर कि घिर्ने सानो भयो नि डोरी फेर्नुमा चाहिँ यो डोरी मैले अब यसको आयु सक्छु क्या आँचो झन्डा त ठिकै सक्यो त अहिले 3-4 वर्ष 2 वर्ष जस्तो त हुन्न तिनसम्म चाहिँ बस्ला 2 वर्ष त हुँदैन सबभन्दा नटिक
मुरारीले पैसा निकालेन कि निकालेन नि यो मागेर माग गरेर झन्डा च्यातिसक्यो नन भन्नु यो कुखुरा खोरतिर लिएर जानु पर्यो कुरा हराएन उहाँ गरिदिने हो च्याटेला झन्डा निकाल्यो पिङ पनि उता निकालिसक्यो अब चाहिँ ल आजको भ्लग चाहिँ च्याटेला र यति नै हो है ल च्याटेला र टाटा बाई बाई